आजको यस विशेष चर्चामा स्वागत छ। आउनुहोस्, आज हामी एउटा अत्यन्तै रोचक, समृद्ध र सुव्यवस्थित क्षेत्रीय भाषाको भित्री संसार चियाउनेछौँ। हाम्रो यो भाषिक यात्राले एउटा यस्तो भाषाको वास्तुकलालाई उजागर गर्नेछ जसले बोलीचालीको सतह मुनि निकै गहिलो र ठ्याक्कै गणितीय नियमहरू लुकाएर राखेको छ। ल त सुरु गरौँ। आजको हाम्रो यो खोजीको मूल आधार हो एउटा गजबको पुस्तक, मैथिलीक एकटा समानान्तर व्याकरण रचना आ भाषा विज्ञान। यसैलाई एउटा नक्सा मानेर आज हामी यो आकर्षक भाषिकाको लुकेको मेकानिक्स बुझ्ने प्रयास गर्नेछौँ। कुनै पनि क्षेत्रीय बोलीलाई यति व्यवस्थित व्याकरणको ढाँचामा कसरी उतारिएको छ भन्ने कुरा साँच्चै नै प्रेरणादायी छ। ल, अब धेरै भूमिका नबादिकन सिधै मुख्य कुरामा प्रवेश गरौँ। आखिर यो छिकाछिकी भाषा भनेको के हो त? सुन्दाने कस्तो रहस्यमय र रमाइलो लाग्ने यो उपनाम पछाडिको कथा के होला? पक्कै पनि यसले निकै उत्सुकता जगाएको हुनुपर्छ। खासमा कुरा के हो भने यो छिकाछिकी भनेको ठेठी अङ्गीका भाषालाई दिएको एउटा सांस्कृतिक उपनाम मात्र हो। भाषाविदहरूले यो नाम राख्नुको पछाडि एउटै रमाइलो व्याकरणिक कारण लुकेको छ। यस भाषामा छ वा हो भन्नुपर्दा वाक्यको अन्त्यमा प्राय छैकै वा छै जस्ता क्रियापदहरूको प्रयोग हुने गर्छ। विचार गरौँ त, एउटा सानो व्याकरणिक विशेषताले कसरी सिङ्गो भाषालाई नै एउटा लोकप्रिय पहिचान दियो। यसको ऐतिहासिक जरा कति गहिरो छ भनेर हेर्दा त झनै अचम्म लाग्छ। इन्डो युरोपियन परिवारबाट सुरु भएर इन्डो आर्यन अनि मागधी प्राकृत हुँदै यो बिहारी उपसमूहसम्म आइपुग्छ। हजारौं वर्षको यो विशाल भाषिक विकासक्रमलाई यसरी हेर्दा भाषाहरूको हामाबिङ्गा कति व्यवस्थित हुँदो रहेछ भन्ने स्पष्ट हुन्छ। यहाँनिर अर्को एउटा छाकलाग्दो कुरा आउँछ, त्यो हो यसको वर्गीकरण। एकातिर सन् 1903मा जर्ज ग्रियर्सनले यसलाई मैथिली भाषाको एउटा उपभाषा वा सहभाषाको रूपमा राखेका थिए, तर अर्कोतर्फ यसका आधुनिक वक्ताहरू यसलाई एउटा छुट्टै र स्वतन्त्र भाषा मान्दछन्। अझ रोचक तथ्य त के छ भने यो भाषा झारखण्डको दोस्रो राजभाषाको रूपमा समेत स्थापित छ। हाम्रा स्रोतहरूले यी दुवै ऐतिहासिक र आधुनिक तथ्यहरूलाई निकै तटस्थ रूपमा प्रस्तुत गरेका छन्। अब यसको भौगोलिक फैलावट हेरौँ न। ठेठी अङ्गिका कुनै एउटा सानो गाउँ वा सीमित क्षेत्रमा मात्र खुम्चिएको छैन। बिहारका भागलपुर, मुंगेर, बेगुसराई र पूर्णियादेखि लिएर झारखण्डका सन्थाल परगना, दुम्का र देवघरसम्म यसको पकड छ। त्यति मात्र होइन, पश्चिम बङ्गालको मालदा र उत्तर दिनाजपुर अनि नेपालको मोरङ र सुनसरीसम्म पनि यसको प्रभावशाली उपस्थिति छ। यसरी सिमाना वारपार फैलिएको यो भौगोलिक फुटप्रिन्टले नै भाषाको जीवन्ततालाई प्रमाणित गर्छ। अब लागौँ अद्वितीय ध्वनि र विशेषताहरूतर्फ, अर्थात् मेसो तहमा। ध्वन्यात्मक परिवर्तनको कुरा गर्दा यो भाषा निकै सहज सुनिन्छ। जस्तै मानक हिन्दी वा संस्कृतमा प्रयोग हुने मोटो श र पेरचिरिएको श दुवैलाई ठेठी अङ्गिकामा सामान्य शको रूपमा मात्र उच्चारण गरिन्छ। एउटा जटिल ध्वनि कसरी सुन्दा सजिलो र ठेठ स्थानीय लवजमा परिणत हुन्छ भन्ने कुराको यो एउटा गजबको उदाहरण हो। अब विपर्याय भनिने एउटा रमाइलो भाषिक नियमबारे कुरा गरौँ। विपर्याय भनेको खासमा शब्दभित्रका अक्षरहरू यताउता पल्टिने वा साटिने प्रक्रिया हो। यो सुन्दा खेल्नको लागि बनाइएको नियम जस्तो लागे पनि ठेठी अङ्गिकामा यो एउटा पूर्ण रूपले स्थापित र संरचनात्मक नियम नै हो। यसको उदाहरण हेर्दा झनै छर्लङ्ग हुन्छ। मानक शब्द नदी कसरी ठेठी अङ्गिकामा लद्दी वा नद्दी बन्न पुग्छ। त्यसैगरी रहरी शब्द लहरीमा परिणत हुन्छ। यहाँ न र ल अनि र ल बीचको अक्षर साटासाट कति प्राकृतिक र सुन्दर ढङ्गले भएको छ, होइन र? अब अघि बढौँ शब्दहरूको वास्तुकला अर्थात् माइक्रो तहतिर। यो भाषाको सबैभन्दा स्मरणीय र अचम्मको संरचनात्मक नियममध्ये एउटा हो संज्ञा शब्दहरूका 3वटा फरक रूपहरू हुने नियम। यसलाई हामी रुल अफ 3 वा 3को नियम भन्न सक्छौं। शब्दहरूको यो रूपान्तरण साँच्चै रोचक छ। यहाँ शब्दका लघु अर्थात् छोटो, गुरु अर्थात् लामो र अतिरिक्त अर्थात् अति लामो रूपहरू हुन्छन्। जस्तै फुद्ना शब्द लघु र गुरुमा उस्तै रहे पनि अतिरिक्त रूपमा मा प्रत्यय थपिएर फुदन मा बन्छ। त्यस्तै माली शब्द मलिया हुँदै अन्त्यमा बा प्रत्यय लागेर मलिबा बन्छ। शब्दलाई यसरी आवश्यकता अनुसार तन्काउन मिल्ने नियम साँच्चै नै विशिष्ट छ। लिङ्ग परिवर्तनको नियम पनि एकदमै सिधा र तार्किक छ। पुल्लिङ्गी शब्दलाई स्त्रीलिङ्गी बनाउन धेरैजसो अन्त्यमा ई प्रत्यय थपिन्छ। जस्तै छोटका शब्द निकै सजिलैसँग छोटकीमा परिणत हुन्छ।
व्याकरणका नियमहरू यसरी सरल र व्यवस्थित हुँदा भाषा सिक्न र बुझ्न निकै सहज हुन्छ। बहुवचन बनाउने तरिका पनि उत्तिकै गजबको छ। यसमा मूल शब्दलाई बिगार्ने वा प्रत्यय मात्र जोड्ने सट्टा समूह बुझाउने छुट्टै शब्दहरू नै थपिन्छन्, जस्तै सब, सब, लोग वा लोगनी। उदाहरणका लागि हम अर्थात् मलाई बहुवचन बनाउँदा हम सब बन्छ अनि डाक्टर शब्द चाहिँ डाक्टर लोग बन्छ। यो तरिकाले भाषाको संरचनालाई एकदमै पहुँचयोग्य बनाएको छ। अब पालो सर्वनाम र क्रियापदको, जसलाई हामी व्याकरणको मुटु नै मान्न सक्छौं। नजिक र टाढा बुझाउने सर्वनामहरू कति सुन्दर ढङ्गले सङ्कुचित छन् भन्ने कुरा त छनै अचम्मको छ। नजिकको लागि केवल एउटा स्वर ई र टाढाको लागि उ को प्रयोग हुन्छ। सोचौं त, दुईवटा साधारण स्वर ध्वनिहरूले दूरी र सर्वनामलाई कति सहजताका साथ सम्हालेका छन्। वक्ता र श्रोता बीचको सम्बन्ध पनि उत्तिकै स्पष्ट छ। उत्तम पुरुष अर्थात् बोल्ने व्यक्ति हम र हमरा हुन्छ भने मध्यम पुरुष अर्थात् सुन्ने व्यक्ति तँ र तोरा हुन्छ। वाक्य निर्माणमा यी दुई बीचको आधारभूत सम्बन्ध कसरी स्थापित हुन्छ भन्ने कुरा बुझ्न यो नियम अत्यन्तै प्रभावकारी छ। र अन्त्यमा क्रियापदहरू। यो भाषाको असली ज्यान भनेकै यिनै क्रियापदहरू हुन्, किनभने यी केवल काल वा पुरुषमा मात्र भर पर्दैनन्, तर कुराकानीको सामाजिक सन्दर्भ र श्रोतासँगको विशिष्ट सम्बन्धको आधारमा गतिशील रूपमा परिवर्तन हुन्छन्। यसले भाषालाई एउटा साक्षीको जीवित र अन्तर्क्रियात्मक माध्यम बनाउँछ। अब हामी यो विश्लेषणको अन्त्यमा आइपुगेका छौं। एउटा क्षेत्रीय बोलीलाई यसरी यति सटीक, गणितीय र सुव्यवस्थित व्याकरणिक नियमहरूमा नक्साङ्कन गरिएको देखेपछि के यसले बोलिने भाषाहरूप्रतिको हाम्रो हेर्ने दृष्टिकोणलाई बदल्दैन र? पक्कै बदल्छ। ठेठी अङ्गिका केवल एउटा सामान्य गाउँले बोली मात्र नभएर एउटा गहिरो संरचना भएको भाषिक चमत्कार हो भन्ने कुरा आज स्पष्ट भएको छ। आशा छ यस चर्चाले यस्ता लुकिएका भाषिक खजानाहरूप्रति थप चासो पक्कै जगाएको छ।